हैन यस्तो मसँग मात्र किन हुन्छ के जहिले मसँग मात्र हुन्छ यस्तो हुने हो कि यो अनहुने हो कि नहुने हो जन्मेको यत्रो 20 वर्ष भयो तर यो कालो भट्टको दाल यतिसम्म कालो हुन्छ भन्ने कुरा चाहिँ मलाई थाहा थिएन हुन त यसरी कहिले मैले कालो भट्टको दाल पकाएकी थिएन आज मात्र पकाएको हो यो भन्दा पहिला चाहिँ भट्टको दाल त पकाइन्थ्यो तर सेतो भट्टको अनि कालो भट्टको मिक्स गरेर पकाइन्थ्यो यति सारो कालो त हुन्थेन अनि आज चाहिँ कालो भट्टको मात्र दाल पकाए हैन मलाई थाहा नै थिएन के कालो भट्टको मात्र दाल बनायो भने यतिसम्म कालो हुन्छ भनेर म त यो दाल किन पहेँलो भएन भनेर अझै हल्दी हाल्छु पहेँलो हुँदै हुन्न अनि दाल टेस्ट गरेको त पुरै हल्दीकै मात्र स्वाद आइसकेको थियो अब जे भए पनि घरका मान्छेले मिठो मानेर खानु पर्ने वाला छ अनि तरकारीको कुरा गरौँ भनेपछि त के खाने भनेर बारीमा तरकारीहरू फलेको छ तर पनि पकाएर खाने चाहिँ जागर छैन भनौँ कि मिठो लाग्दैन भनौँ डेली त्यही भएर होला आज भोलि त केही मिठो लाग्दैन अब मिठो लाग्दैन भनौँ भने पनि फेरि पकाइसकेपछि चाहिँ मिठो लाग्छ पकाउनु भन्दा अगाडि चाहिँ हे डेली त्यही तरकारी त खाएको हो के खानु के पकाउनु भनेर पकाउन मन नै लाग्दैन पकाइसकेपछि चाहिँ जे होस् मिठो नै हुन्छ अनि मैले अस्ति शेयर गरेको भिडियोमा चाहिँ यो मकै काटेकी थिएँ त्यो भिडियोमा चाहिँ कमेन्ट आएको थियो के तपाईकोतिर मकै खानु भयो र यति छिटै भनेर मकै खानुको त कुरै छाड्दिनु यो साल खान नपाइकिन सुक्यो क्या मकै यो साल यस्तो खै के भयो धेरै गर्मी भएर हो कि कसरी हो राम्रोसँग मकै खान नपाइकिन सुक्यो के बाहिरबाट यस्तो हेर्दाखेरि चाहिँ बोक्राहरू एकदम हरियो देखिने गरेका थिए त्यही भएर खान लायक भएको छैन भनेर हामीले चाहिँ हेरेकै थिएनौं अनि अस्ति चाहिँ दाइ र भाइलाई काठमाडौँ पठाउँदाखेरि हेरेको त पुरै मकैहरू त छिप्पिसकेको थियो के कुनै मात्र बाँकी छ नभए अरू सबै मकै त छिपेर पनि सुक्न लागिसकेका छन् अनि अघिल्लो सालको गर्मी हेर्ने हो भनेपछि यो साल त यस्तो तरिकाले गर्मी बढिरहेको छ नि गर्मी यसरी बढेको पनि धेरै दिन भएको छैन 5-6 दिन भयो यस्तो तरिकाले गर्मी बढेको छ अब के भनौं ओहो भन्नै नसकिने खालको के अलिकति काम गर्न पाएको छैन पंखाको मुखबाट अलि यताउता घुम्न पाएको छैन पसिनाले पुरै नुहाए जस्तै खलखली भइरहेको छ हाम्रो यहाँतिर मात्र हो कि यस्तो तरिकाले गर्मी भएको हजुरहरुकोतिर पनि छ